रामेश्वर परमात्मा सेवा सम्पूर्ण धर्मकारी जीवन कार्यक्रम विषयमा र उपस्थित सम्पूर्ण मुस्लिम यस्तोटीहरूलाई हाम्रो व्यावहारिक सत्तालाई लिँदा प्रारब्ध कर्मको अनुसार एकापसमा शान्ति प्राप्त गरिएका छन् र हाम्रो आफ्नो स्वरूप आत्मस्वरूप परमात्मा स्वरूप ब्रह्मस्वरूपको बारेमा हामी एकापसमा छन् बादसम्म सालना हो जायते जायते बादे बादे जायते तत्त्व बोल आफूले गरेका अनुभवहरूलाई शास्त्रसम्म गुरुवाक्यसम्म सत्सङ्गमा निरन्तर लागेर तत्त्वको विवेक अनुसार आफूले गरेको विषय अनुसार त्यही अनुसारको निश्चयपूर्वक र अनुभूतिपूर्वक एक आपसमा हामीले ब्रह्म अभ्यास पनि गरिरहेका छौँ। आफ्नो स्वरूपलाई यथार्थ रूपले वेदान्तको प्रक्रिया अनुसार श्रवण मनन निधिद्वारा स्फूर्तिमा पुग्नु शास्त्रले भने बमोजिम गुरुदेव भन्नुभयो बमोजिम हामीले सत्सङ्ग सुने बमोजिम तद्रूप आफूले विवेक विचार गरेर त्यसमा के कायम गरेको बमोजिम आत्मतत्त्वलाई देखेर आत्मतत्त्वलाई चिनेर आत्मतत्त्वलाई मानेर अनि आफ्नै भएर हामी देख्नु जान्नु मान्नु र हुनुको सिद्धान्तको अन्तिम निचोडमा प्रवेश गरिरहेका छन्। यही नै विलक्षण कुरो, यही नै अति विलक्षण कुरो। यस कारणले मनुष्य चोला रूपी मणि पाएको बेलामा यदि हजुर हामीले यो विषय वस्तुको महत्त्वलाई यथार्थ रूपलाई जान्यौँ भने के हुन्छ बेलाका देशमा मणि भन्ने जाने। यदि सत्सङ्गको महत्त्व बुझेनौँ भने फेरि सत्सङ्गमा आएनौँ भने फेरि हामीले गर्नुपर्ने हजुर हाम्रो स्वाध्यायबाट चुक्छौँ त्यो पनि मणि नै। यसरी मनुष्य जीवन पाइन सत्सङ्गमा आइकन फेरि पनि आफ्नो स्वरूपलाई नबुझिकन निरन्तर भइदियो भने त्यो विभिन्न समाजहरू आत्माका विभाषितहरू आत्माको बोधमा परम लक्ष्य गरिनु कायम गर्दै गर्नुभएका व्यक्तित्वहरूले मभन्दा सायद मैले राखेका वचनले पनि सोही अनुसारको ब्रह्म अभ्यास कतिपय अवस्थामा शब्दको पुनरावृत्ति हुन सक्छ, वस्तुस्थितिको पुनरावृत्ति हुन सक्छ। त्यसलाई कुनै काममा हुँदैन। हामी खाली नबुझे, हामी यथार्थ वस्तुको बोध गर्न खोजे र हामी मन्थन गर्दैछौँ, खाली नबुझ्दैछौँ, निश्चयमा दृढ निश्चय हुन्छ। अजन्मा अविनाशी असंग स्वरूप रहेछ भने अजन्मा अविनाशी असंग स्वरूप रहेछ भने आफूलाई विचारेर बसति अजन्मा अविनाशी असंग स्वरूप रहेछ भने आफूलाई विचारेर बसति कभनी जसले जान्छ तिन थाहा जान्छ सुखमा सुखी हो आफू त्यही हो देखिँदैन देखिने त्यही हो आत्मा त्यही हो देखिँदैन देखिने त्यही। वेदान्तको परम सिद्धान्त विचारको परम सिद्धान्त एक झल्को हो। त्यस कारणले विचारम परम ज्ञानम यदि हामीले हाम्रो स्वरूपको चिन्तन मनन गर्दा सही रूपले यसको बारेमा यदि सुनेनौँ भने सही रूपले सुनेको कुरालाई यदि आफैले फेरि बुनेनौँ भने
ऋषिहरूले भन्नुभयो आत्मा बारे श्रोतव्य मन्तव्य निषिद्धासितव्य। आत्माको बारेमा यदि सुनेन भने आत्मा भनेको आफू, आफू भनेको म रूपले पूर्ण भएको तत्त्व आफू, म रूपी आफूको बारेमा यदि सुनेन भने आत्मा बारे श्रोतव्य, त्यसैको बारेमा जुन किसिमको श्रवणको विषयवस्तु आएर त्यसको बारेमा शास्त्र र गुरुबाट शास्त्रसम्म गुरुवाक्यले जुन कुराहरू हामीलाई बताउनुहुन्छ युक्ति युक्ति तर्क वितर्क गर्दा यदि त्यस बारेमा राम्रोसँग नसुनिकन पुनः फेरि आफैले यदि बुझेन भने मन्तव्य मनन गरेनौँ भने निषिद्धासितव्य। अब निश्चय हुँदैन, निश्चय अरूले गरेर नहुने, गुरुले गरेर नहुने, शास्त्रले गरेर नहुने, अरूले भनेर नहुने, सुनेकै मान्छेले बुझ्नुपर्ने, बुझेर उसैले निश्चय गर्नुपर्ने। यस्तो किसिमको चिजमा ऊ पुग्यो भने अब आत्मा के उसले देख्छ, अब आत्मा के उसले चिन्छ, थाहा पाउँछ। अब आत्मा यो पो रहेछ भनेर उसले के गर्छ, त्यसलाई बुझेर मान्यता दिन्छ, स्वीकार रूपले जान्छ। अनि आत्मा के रहेछ भनेर निश्चयपूर्वक जो स्थिति हुन्छ ज्ञानम लब्ध्वा पराम शान्ति, पराम शान्ति। कस्तो शान्ति भन न, भन्दा भाग्य नपुग्ने, भाग्य नपुग्ने भन्ने मलाई भाषा मलाई थाहा छ भन्न जान्दिनँ। हाम्रो आमा भन्नुहुन्छ ल्यामा भन्न जान्दिनँ तर मलाई थाहा छ, यस्तो थियो भन्न त जान्दिनँ, पढेको छुइनँ तर मलाई थाहा छ। म आत्मा हुँ, म जन्मने मर्ने होइन तर मलाई थाहा छ, यति त भने तर भन्न सक्छु यस्तो शान्ति। यो शान्ति आएपछि के हुन्छ भन्दाखेरि त्यो अखण्ड रूपले स्थिति हुन्छ। यसैलाई भने परम शान्तिलाई, यसैलाई परम सुख भनेको, यसैलाई आनन्द भनेको। यो शान्ति कस्तो भनेको भन्दाखेरि अटुट चाहे परमात्मा भन्नु, चाहे आनन्द भन्नु, चाहे शान्ति भन्नु, चाहे सुख भन्नु, चाहिँ हो मात्रै छ। यसको बारेमा सुन्नु पर्यो, यसको बारेमा सुन्नु, यसको बारेमा सुन्नु पर्यो। अरू कुरा नभने यसैको बारेमा सुन्नु। हामी सबैलाई थाहा छ नि त, भाषामा बोल्दा शुद्ध बोल्नुपर्छ भन्ने प्रथा। हिजो म थिएँ, त्यही म आजको हुँ। सबैलाई थाहा छ क्या कि म वक्तालाई मात्रै थाहा छ कि सबैलाई थाहा छ। हिजो म थिएँ, त्यही नै म आज पनि छु। यदि मैले हिजो म थिएँ त्यही नै म आज छु भनेर यदि मैले भनेको हुँ, यदि मैले जानेको हुँ, यदि मैले यथार्थ रूपले यो कुरा देखेको हुँ, के देखेको जो म हिजो थिएँ त्यही म आजको हुँ, जो म हिजोको थिएँ त्यही म आजको हुँ। यदि मैले नै यथार्थ रूपले जो म हिजो थिएँ त्यही नै म आजको हुँ, मैले यो भन्ने वालालाई आफैले देखेको छु कि छुइनँ। यदि यो देखिने कुरो होइन भने यो के कुरो हो त? जानिने कुरो हो। जानिने कुरो हो भने जानेको छु कि छैन। यदि यो जानिने कुरो हो भने यो सदा भएको कुरो हो कि होइन? यदि यो सदा भएको हो भने यो कस्तो छ? म सधैँ यही भएर रहेको छु कि छुइनँ? आत्मा भनेको आफू, परम बारे स्वत
कर्तव्य अरूलाई सुनेर काम छैन रहेछ नि ऋषिबाबु मर्जीको उपनिषदको चुरोको सुख र दुःखको कुरा पनि यहाँ केही बेसी हुन्छ अनि बाहिर भनौँ ईश्वरहरूले दुःख मात्रै पाउँदैन यदि हाम्रो यो व्यवहारमा भएको रूपले हामीले यदि ईश्वर भनेर पूजा छौँ पुजेको जानेको मानेको भने ईश्वर भगवानले दुःख मात्रै पाउँदैन अझै पाइन्न पाइन्छ होला कथा सुनिरहेको छौँ नि कृष्ण भनेर जन्मेको कारागारमा जन्मिए होइन कृष्ण भनेर जन्मेको त बाउ आमासँग बस्नै नपाइकन दुधै चुस्न नपाइकन बोकेर पो नदीमा हिँडिनु पर्यो कृष्ण भनेर आएको भगवान् भनेर आएको ईश्वर भनेर आएको त कालिया नागसँग लडेर पछिल्लो भयो ईश्वर भनेर आएको त के नाम गरेर राक्षसँग लडाइँ एक्लै न गुरु पाइयो न साथी पाइयो वचन पाइयो एक्लै हैरान ल त्यसले त भयो ईश्वर भनेर आएको त कहाँबाट भनेको त अर्जुनको सारथी भएर हिँड्नु पर्यो ले त्यत्रो उपकार गरेर हिँडेर त ईश्वर भनेर आएको त गान नारीको श्राप पो खानु पर्यो लज्जा ले ईश्वर भनेर आएको त 56 कोटी लिनुपर्छ नातो धिक्कारै गर्छ तर भन्नुहोस् आत्माबारे स्वतव्य भन्नु यहाँबाट भनेको आत्माबारे स्वतव्य भन्नु वेदान्त शास्त्रले उपनिषद गुरुहरूले आत्माबारे स्वतव्य गर्दैन सही कुरा हुनु भने व्यवहारमा मानिएको ईश्वरलाई काम छैन दुःख हुन्छ ईश्वरको दुःख पानी हाल्न पाउने राम मेरो राममा आएन राज्य भित्र दिन बन्द जानु पर्यो आएन नदी तर्न नसकेर दुध डबरी नभएको के आपत पर्यो केवटको हातमा कस्तो गजबे राम गरेर आएको स्वाटी नै हराउनु गयो बात बनाइदियो त ईश्वर भनेर आएको त रुनै हिँड्नु पर्यो ले त्यत्रो उपकार गरेर आफ्नो सम्पूर्ण परिवारलाई प्रजालाई आफ्नो परिवार जस्तो माने त धोबीले भनेर एउटा चाहिँ कुरा के हस्तो तुलना गरेर स्वाट्नीको छोड्नु पर्यो बर्बाद भएको भयो यदि सही रूपले सुख र दुःखको प्राप्ति गर्नु भने चल्ने भने काम छैन त्यसैले आत्माबारे स्वतव्य छोड्नु रूपले कसरी सुन्ने त आत्माबारे आत्माको अर्थ आफूको अर्थ म त्यसको फुरणमा हुन्छ उसले सर्कट बात हिजोको मनै आजको हुँ हिजोको मनै आजको हुँ आजको मनै हिजोको हुँ भने त्यो भन्नेवालामा कस्तो छ यो भन्नेवालामा कस्तो छ यदि हिजोको मनै आजको हुँ सबैलाई थाहा छ हामी सबैले थाहा छ हिजोको कस्तो थियो थाहा छ त त्यो हिजोको मनै आजको हुँ भने हे तिमी कस्तो छौ भनेर गुरुले प्रश्न हाल्नु के भन्ने उत्तर भन्नु त भने नि त हामी कस्तो छौँ यदि हिजो मैले हिजै भएको हिजोको ठाउँबाट नै यदि मैले भनेको भने हिजो जुन ठाउँमा म थिएँ जुन शरीरमा म थिएँ त्यो शरीरको ठाउँबाट यदि मैले कुराकानी गर्ने हो भने आजको शरीर थिएन के थियो थिएन त्यहीमा आजको हुँ भनेर आजबाट भनेको हो भने हिजोको शरीर अहिले छैन के हो त हिजोको शरीर अहिले छैन अहिलेको शरीर हिजो छैन अनि फेरि म चाहिँ छु म कस्तो त्यसो हिजोको शरीर आज छैन आजको शरीर हिजो छैन तर म भनेछु हिजोको शरीर आज छैन म छु हिजोको शरीर नहुँदा म आजको छु आजको शरीर हिजो छैन आजको शरीर नहुँदा म हिजोको छु भनेपछि हिजो र आज दुईटै शरीरदेखि म असँग छु त्यसैले दुईटै शरीर नहुँदा
नित्य जागा छु भन्नुहोस् या सुत्नुको पछि छु या सुत्नुको पछि छु र बिउजनुभन्दा पहिले छु। हिजोको शरीर र आजको शरीर भिन्दै छैन। यो निराकार छु भनेर नभन्ने हो भने एकचोटिलाई सहारा लिन्छु सुत्नुको सुत्नुको पछि र बिहान म भनेर बिउनुभन्दा पहिले छु। यो कुरा यदि बुझेको हो भने त मान्नु सक्यो होला नि त। यसलाई भन्छ आत्मा। यो बारेमा सुन भनेको यही कुरा सुनेर यसरी नै गुण है, यसरी नै गुण तिमीले पनि मन्तव्य आफ्नै बारेमा मन्तव्य गर, आफ्नै बारेमा गुण भन्ने चिन्तन गर। यसैलाई बुझ्न सकिएन भने जो म हामी सबैजना यहाँ छौँ, जो म 20 वर्षको शरीरमा थिएँ, किन मैले सबैलाई समेट्नु भनेको हाम्रो सबैको उमेरको शरीरमा फरक छ, तर 20 वर्ष पहिले त हामी सबैजना थियौँ शरीरमा। जो म 20 वर्षको शरीरमा थिएँ त्यो बेलाबाट मैले हेर्दाखेरि यो शरीर थिएन, आजको शरीर थिएन। जो म 20 वर्षको शरीरमा थिएँ म भन्थेँ, त्यति मात्र सुन्नुहोस्। 20 वर्षको शरीरमा थिएँ, जवानी भन्थेँ, म भन्थेँ। तत्कालमा त्यो समयमा जुन अवस्थामा म 20 वर्षको शरीरमा थिएँ या छु, त्यो अवस्थामा यो आजको शरीर छैन, कसको मेरै छैन। त्यही 20 वर्षको शरीरमा भएको जो म हुँ त्यही नै म अहिलेको हुँ, त्यही नै म अहिलेको हुँ। अब 20 वर्षको शरीरमा भएको र अहिले चाहे हाम्रो 70 वर्षको होस्, चाहे 50 वर्षको, चाहे 60 वर्षको शरीर होस्, कति फरक पर्छ? 20 वर्षको शरीरमा भएको म नै अहिलेको हुँ। 20 वर्षको शरीरमा भएको अवस्थामा यो आजको शरीर थिएन र जो म अहिलेको शरीरमा छु, अहिलेको शरीरमा त्यो 20 वर्षको शरीर छैन। यो भन्नेवाला मैले देखेरै भनेको हो कि देखे झै भनेर सुनेको घरमा देखेँ भनेर भने हो कि आफैले नै बुनेर देखेर भनेको? यो कुरो चाहिँ यो 20 वर्षको शरीरमा भएर तत्कालमा यो शरीर नभएको देखेको र अहिलेको शरीरमा भएर अहिलेको कालमा 20 वर्षको शरीर नभएको, अनि दुईटै शरीर 20 वर्षको शरीर पनि छैन, अहिले भएको शरीर पनि छैन भने म यही नै निराकार रूपले रहेको सुसुप्त अवस्थामा भएको। यो कुरा बुझेँ भने म नमिदामा एकचोटि जागा छु, यो कुरा बुझिनँ भने एकचोटि सुसुप्तिको सहारा लिन्छु। यो कुरा बुझेँ भने म सुसुप्त नित्य जागा छु। यदि यो कुरा राम्रोसँग चित्तमा बुझ्न सकिनँ भने मैले एकचोटि व्यवहारिक सत्ता लिएर सुसुप्तिको सहारा लिन्छु। सुत्नुको पछि मलाई अस्पष्ट छ तापनि शरीर छैन, मेरो मन बुद्धि छैन, म भन्ने अहङ्कार पनि छैन, तर म छु। किनकि त्यही सुत्नुको पछि र बिउनुभन्दा पहिले भएको जो म हुँ त्यही नै म अहिले म भएर आसमान भएको यो शरीरमा छु। यो शरीरमा भएको म शरीरसँग हुँदाहुँदै पनि यो शरीरदेखि असङ्ग छ। असङ्ग भएको हुनाले जानुको पहिले र सुत्नुको पछि सुसुप्तिमा छु। असङ्ग यो शरीरमा छु, शरीरसँग असङ्ग छु। असङ्ग भएको हुनाले बिहान बिउनुभन्दा पहिले र हिजो राति सुत्नुको पछि म सुसुप्तिमा छु, त्यहाँ तुरीयमा छु। यो शरीर छैन। त ठिक छ, जसरी 20 वर्षको र अहिलेको शरीरमा तुलना गर्यो ठिक त्यसरी नै हिजोको शरीरमा भएको म नै अहिलेको शरीरको हुँ, अहिलेको शरीरमा भएको म नै हिजोको शरीरमा हुँ। यो दुईटै आजको र हिजोको दुईटै शरीरमा हुँदा सुत्नुको पछि र बिउनुको पहिले म छु। दुईटै शरीर छैन, हिजोको शरीर पनि छैन, आजको शरीर पनि छैन। हिजोको शरीरमा भएको म हुँ भन्ने मैले देखेरै भनेको हुँ कि फेरि सुनेको भरमा भने हुँ? हिजोको शरीरमा भएको म नै हिजोको शरीर नहुँदा पनि छु भन्ने कुरा या आजको हुँ भन्ने कुरो यो मैले सुन्नु चाहिँ अलिकति यो आत्माको सूक्ष्म छ नि।
हिजोको शरीरमा भएको मले आजको हुँ भनेर यो मैले स्वयं आफूलाई देखेर अनुभव गरेर भनेको हुँ कि कसैले भनेको सुनेर कसो भनेको, कसैले भनेको सुनेर असु हो छु भनेको हो कि आफैले देखेर आफैले सुनेर बुनेर भनेको। यदि आफैले सुनेर भनेको हुँ भने कसरी हो? यदि कसैले प्रश्न राख्यो भने उत्तर के दिने? उसो भए कसरी हो? यसरी हो हजुर। सुत्नुको पछि दुर्गुनको भन्दा पहिले भएकोमा म हिजो बिउजेको थिएँ। हिजोको शरीरमा बिउजेर, सुन्नुहोस्, हिजोको शरीरमा, आजको होइन, हिजोको शरीरमा बिउजेर म अब हेर्ने, म बाथरुम गएको थिएँ, म नुहाइ धुवाइ गरेको थिएँ, म पूजामा बसेको थिएँ, म भात खाएको थिएँ, म दिनभरि कतै सत्सङ्गमा गएको थिएँ, या साथीभाइलाई भेटेको थिएँ। यो देख्नु पर्यो, यो देख्नु पर्यो। यसैलाई भनेको विपश्यना। फर्केर हेर, निन्द्राबाट बिउजेर जागृतमा आयो, हिजोको मैले आजको मैले हिजो फर्केर हेऱ्यौ, विपक्ष फर्केर हेर। तरिका यो आत्माको बुझ्नुलाई तरिका यही हो, सबभन्दा सजिलो उपयुक्त संशयले रहित भएको। हिजो म बिउजेर के मैले विधि गरेँ हेर भाइ। जागृत भनेको के हो? जागृत भनेको के हो? अन्तःकरणद्वारा विषयमा व्यवहार गरेको कुरालाई स्वयं म द्रष्टाले देख्नुलाई भन्छ जागृतमा जागा। निन्द्राबाट बिउजेको आफूलाई देख्नु सशरीरमा, शरीर बाथरुम गएको सशरीरमा आफूलाई देख्नु, नुहाएको सशरीरमा आफूलाई देख्नु, खाना खाएको सशरीरमा आफूलाई देख्नु, विचरण गरेको साथीभाइसँग गरेर हिँडेको डुलेको सशरीरमा आफूलाई देख्नु, त्यसलाई भन्छ यथार्थ देख्नु, यथार्थ दृष्टि। यो भएको हुनाले हिजोको शरीरमा जो म थिएँ त्यही न म आजको शरीरमा छु। उत्तर दियो, यथार्थ ज्ञान दियो, यथार्थ बोध दियो। यस कारणले हिजोको शरीरमा भएको नै म आजको हुँ, आजको शरीरमा भएकै म हिजो हुँ। हिजोको शरीरबाट मैले देखेँ आजको शरीर छैन, आजको शरीरबाट मैले देखेँ हिजोको शरीर छैन। यो दुईटै शरीरदेखि म असँग छु। असँग भएको हुनाले म सुसुप्त रूपले सुसुप्तिमा छु, सुसुप्त रूपले सुसुप्तिमा छु। या सुसुप्ति भन्नुहोस् या तुर्य भन्नुहोस्, के सक्यो? के तुर्यो? मेरो शरीर छैन, तुर्यो। के तुर्यो? मेरो मन बुद्धि छैन, तुर्यो। के तुर्यो? म अहम छैन, तुर्यो। अहम कसरी जान्छ हेरौँ हजुर। अहम त्याग्छु भनेर त्यागेर त्यहीँ भन्दा त जे भन्ने पनि साधन छ, तरिका छ, त्याग्यो। यो स्वतः हजुर हामीले प्रकृतिमा आफै आफ नभएको एउटा स्थिति छ, संसुप्त स्थिति। अहङ्कार हटाएर हटाएर आफै हट्छ। यसरी आफै हटेको कुरा आफैले देख्नु साँची भयो, त्यसलाई भनेको साँची। शरीर इन्द्रिय मन बुद्धि र अहम हटेको कुरालाई स्वयं आफूले देख्नु, त्यसलाई भनेको साँची, त्यसलाई भनेको साँची। यो रूपको बोध जस्ताको तस्तै जुन दिन हजुर हामीले गर्छौँ त्यसलाई भनेको आत्माबारे श्रोतव्य। यसरी नै तिमीले पनि गुण है भनेर आत्माबारे मन्तव्य। ए म त सदा सर्वदा शरीर र मन बुद्धि लिएर आइभएको, अब शरीर इन्द्रिय र मन बुद्धि लिएर आइभएको, अहम रूपी मले रहित भएको, निराकार निरालम्ब बिम्बपुर शुद्ध बुद्ध मुक्त निरावरणले विद्यमान भएको आकाशवत् सर्वव्यापक साँची चैतन्य आत्मा हुनु। यो किसिमको निश्चय, यो किसिमको निश्चयपूर्वक यसमा स्थिति भयो भने यसलाई भन्छ यदि देहं कृतकृत्य चित्ति विश्रामि तिष्ठति अधुनैव चित्ति शान्त भविष्यति भविष्यति। यो त हो हटावटा। हिजोको शरीर र आजको शरीर दुइटै नहुँदा भन्नु र हिजोको शरीर भनेको स्वप्नको शरीर भन्नुहोस्। हिजोको दिन त बिति भयो, हिजोको दिन त बिति भयो, हिजोको दिन बित्यो तर म छु। जो हिजोको दिनमा छु त्यही नै म आज छु, आजको दिनमा छु, आज छु। हिजोको मतलब बित्नु, बित्नुको मतलब गइसक्यो, गइसकेको मतलब भूतकाल, बितेको समय काल, हिजोको समय बित्यो त्यही नै म आज छु। आज भोलिको मान्छेलाई के सक्दैन, आजकलको मान्छेलाई छुनु सकिँदैन। एउटा कुरा यो आउँछ,
आज भोलिको मान्छेले छुन सकिँदैन यो आउँछ। हिजो आजको मान्छेले छुन सकिँदैन एउटा कुरा वेदान्त त यही छ। वेदान्त त यही छ। कहिले कहिले अलिकति यताउति भयो भने गाह्रो पर्ला। आजकालको मान्छेलाई छुन सक्दैन भन्दाखेरि अर्को कुरा पनि एउटा होला। तर हिजो आजको मान्छेले छुन सकिँदैन, छुन मिलेर छुन्छ, छुन मिल्दो छु। हिजोको शरीरमा हुँदा पनि असम्म छ, आजको शरीरमा हुँदा पनि असम्म छ। हिजो र आजको दुईटै शरीरमा हुँदाखेरि आकाश उठ्छ, त्यो छुनु त नि कहाँबाट छुन सक्नु यो मान्छेले? कुरा बुझे त हो नि, कहाँ छुन सकिन्छ? शरीर मन बुद्धिमा नछोइकन बसेको मान्छेलाई छुन सकिन्छ? कुरा त भने के भने छुन सकिन्छ? आज भोलिको मान्छेलाई पनि छुन सकिँदैन। भोलिको नै म आजको हुँ शब्दले गर्दा कति गाह्रो छ। भोलिको नै म आजको हुँ, आजको नै म भोलिको हुँ। भोलि भने क्या? तिमीले आफूलाई अघि नै पैसा सुते नै भनेर ठान्छौ भने सुतेर उठेको को हो? सुतेको को हो? तिमी। आजको तिमी सुतेको, उठेको को तिमी। उठेपछि के भएको? भोलि। उठेपछि भोलि भएको। आज तिमी सुतेको, भोलि उठेपछि भोलि भएको। भोलिकै मन आजको मन भोलिको होइन। एकचोटि सम्झिँदै गरेर आत्माबारे सोच्तव्य यो। त्यसैले एउटा फिल्म पनि आएको थियो नि, हिजो आज भोलि। हिजो आज भोलिको कुरा यथार्थ जसले बुझ्यो है त्यसले हिजो भोलि भनेको आनन्द, भोलि भनेको आनन्द हो कि होइन? सुख, परम शान्ति। हिजो म थिएँ शब्दले भन्यो, त्यही नै म आज हुँ भन्यो। भोलि म रहन्छु भने त्यही भन्यो। हिजो आज भोलि। तर वास्तवमा भन्ने पनि म हिजो पनि छु, म आज पनि छु, म भोलि पनि छु। नित्य विद्यमान भएको हिजोलाई देख्ने म हिजो होइन, हिजोलाई देख्ने म हिजोको द्रष्टा, आजलाई देख्ने म आज होइन आजको द्रष्टा, भोलिलाई देख्ने म भोलि होइन भोलिको द्रष्टा, या भविष्य होइन भविष्यको द्रष्टा। बितेकोलाई भूतकाल, वर्तमानलाई वर्तमानकाल र भविष्यलाई पछि हुनेलाई भविष्यकाल भन्छन् भने भूत, वर्तमान, भविष्य तीनै कालमा भएको मको बोध कसरी हुन्छ? यदि जुन बेलामा हजुर हामीले आत्माको बारेमा, आफूको बारेमा, शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कारले रहित भएको स्वरूपमा रहेछु भनेर बुझ्यो भने के लाभ? यो जान्ने बित्तिकै भूतकाल पनि छैन, वर्तमान काल पनि छैन, भविष्यकाल पनि छैन। त्यसैले भन्नु भनेको त्यो परमात्मा, त्यो परमात्माको तत्त्व सद्वस्तु त्यसैमा भएको रहेछ। त्यो सद्वस्तुमा म रूपमा भएको रहेछ। त्यसैले म भिन्न त्यो परमात्मा सत्ता होइन, त्यो सत्ता भिन्न म होइन, म नै त्यो सत्ता हुँ, सत्ता नै म रूपले विद्यमान भएको छ, भाषमान भएको छ। त्योसँग यो कुराको बुझ्नु छ। यो आफू ज्ञान, यो कुराको बोध सही रूपले भयो भने, सही रूपले गरेर यसमा हजुरहरू ठिकै भयो भने यसैलाई नै भनेको हो म सदा सर्वदा नित्य सर्वदा सर्वदा। यो सद्वस्तु नै सदा सर्वत्र छ। यसैलाई भनेको छ। किन म खण्डित होइन, अब म भूतकालमा होइन, म वर्तमान कालमा होइन, म भविष्यत कालमा। भूत, वर्तमान र भविष्य तीनै कालले रहित भएको यस्तो किसिमको समझ सबैमा व्याप्त, भूतकालमा पनि व्याप्त, वर्तमानमा पनि व्याप्त र भविष्यकालमा पनि। यसैलाई बताएको कालातीत, कालदेखि असम्म, कालले रहित भयो भने मलाई कालै छुँदैन। यसैलाई बताएको कालको अर्थ मृत्यु भन्नु, कालको अर्थ के भन्नु, कालको अर्थ भन्ने जुनको चाहिँ समय भनेर भन्ने,
ठिक छ, समय एउटा हामीले यमराज भनेर भन्छौँ अथवा बिग्रिने छैन। यही कुरालाई नबुझ्दाखेरि के भएको डर लाग्यो, भय लाग्यो। यो कुरालाई बुझेपछि डर आफै आफ गएको। यो कुरा जुन दिन बुझिन्छ, जुन दिन हजुरहरूको हाम्रो दिदी कायम हुन्छ, डर आफै भएको छ। अनि के भन्नु बुझेन होला। यही कुरालाई बुझेपछि के हुन्छ, जसरी सूर्यमा अन्धकार कहिले छैन, जसरी सूर्य र अन्धकारको भेटघाट आजसम्म भएकै छैन, न भूतकालमा भयो, न वर्तमानको कालमा भएको, न भविष्यकालमा कुनै कालमा हुन्छ। त्यसरी नै त्यो आत्मारूपी ब्रह्मरूपी सब वस्तुको न कहिले जन्म भएको छ, न कहिले मृत्यु हुन्छ, न कहिले त्यो व्यक्त भएको छ, न त्यो कहिले अव्यक्त भएको छ, न त्यो कहिले निराउँछ, न कहिले त्यो जागा हुन्छ, न त्यो कहिले त्यसले कसैलाई छोएको छ, न कसैसँग त्यो विमुख हुन्छ, न त्यो कसैसँग सन्मुख हुन्छ। यो कुराको संयोग हुन्छ तातो कस्तै थाहा हजुरहरूलाई यो चिज नपुगेसम्म जहाँसम्म लाग्छ यसरी नै ब्रह्म अभ्यास गर्नुपर्छ, यसरी जानुपर्छ हामीले। यो कुराकानी बुझिसकेपछि जब हामीले हाम्रो शाश्वत भएको यो स्वतः भएको आक्षा भएको स्वयं यो स्वरूप मेरो रहेछ। स्वरूपको अर्थ सदा सर्वदा नित्य भएको वस्तु म भएको हुनाले छ। सदा सर्वदा नित्य वस्तु भएको भएको कुरालाई म स्वयं आफूले जानेको अनुभव गरेको हुनाले चित र यो परम शान्ति, परम सुख र परम आनन्द तत्त्व भएको हुनाले यो परम आनन्दले स्वयं रूपले मैले भाषण भएको छु र मदेखि अतिरिक्त कोही पनि छैन, केही पनि छैन। यो विवेकबाट हिजोको म नै आजको हुँ, आजको म नै हिजोको हुँ, हिजो र आजको दुईटै शरीर मन बुद्धि नहुँदा निराकार रूपले भएको म, या सुक्तिको पछि र गुन्जुनुभन्दा पहिले सुसुक्ति पछिको पुर्णिमा निरञ्जन निराकार रूपले भएको तत्त्व हो। त्यही म साक्षात् प्रत्यक्ष रूपले अहिले आसमानमा भएको यो विवेककर्ता अथवा यो प्रवचनकर्ता म हुँ, यो श्रवणकर्ता म हुँ। श्रवणकर्ता म हुँ भनेर निश्चय गर्नु पर्यो। भाषण गर्नेले, प्रवचन गर्नेले म नै यो हुँ भनेर निश्चय गर्नु पर्यो। यो विवेकपूर्वक सत्सङ्ग हो भनेर भन्नु पर्यो, जान्नु पर्यो, मान्नु पर्यो, सुन्नु पर्यो, ठान्नु पर्यो, स्वीकार्नु पर्यो। जबसम्म यो स्वीकारिँदैन तबसम्म विवेकबाट धेरै टाढा। किनकि जबसम्म बुद्धिले ग्रहण गर्दैन, जबसम्म बुद्धिले स्वीकार्दैन, जबसम्म विवेक रूपी बुद्धिले यसलाई कृष्ण बुद्धिले सूक्ष्म गरेर बुझ्दैन, जान्दैन, हो भन्दैन, निश्चय गर्दैन, स्वीकार गर्दैन अन्तिममा, तबसम्म भनेको ठ्याक्कै बाँकीको यो हो विषयवस्तु। यो भएको हुनाले अब विलक्षण कुराहरूमा आएको हुनाले अब त्यस्तो ठाउँमा अरू कुराहरू भनेको के हजुर हाम्रो आफ्नै स्वरूप हो, हजुर हामी हौँ आत्माको कुरा आउने बित्तिकै आफू भनेर बुझिहाल्नुपर्छ। आफूको फ्रन मरले भनेर बुझिहाल्नुपर्छ। होला त्यसको फ्रन एउटा देहमा आउँदा जस्तो एउटा राम्रो कुरा गर्न लाग्ने पाइन्छ। उदाहरण दिएर भन्नु, विवेक त नभन्नु, लेसा अविद्या, यसलाई उदाहरण दिनु पर्यो। ज्ञानको अर्थ विवेकद्वारा सूक्ष्म अध्यात्म रूपको भित्र रहेको वस्तुमा तदाकार एकाकार बोध गर्नु, यसलाई भनिन्छ। अर्को भनिन्छ यदि भयो भने अब यसलाई भनिन्छ अविद्या भनेको सबभन्दा सजिलो राम्रो कुरो। फर्सीको मुन्टाको साथ खान्छ मन्दिरले आज मजाको लगाएको फर्सी ट्याक्क लाएर भाग्यो भने नि ठ्याक्क भागिन्छ, तर त्यसको बोक्रोले छुटेको हुँदैन हो, त्यसको बोक्रोले छुटेको हुँदैन। अब घाँसीवाला पनि छैन, घाँसिनेवाला पनि छैन, टुक्रिसक्यो, एउटा होइन बिठुनको भइसक्यो, तर त्यसको केसले एउटै भएको छुटिसकेको छैन। ठिक छ, बोध भइसकेपछि देह इन्द्रिय अन्तकरण र एकचोटि अहम भावले रहित भएको साथी स्वरूप म भनिसकेपछि
त्यसरी नै टुक्रियो, त्यसरी नै यो शरीरदेखि छुट्यो, त्यसरी नै यो शरीरदेखि हजुरआमी छुटेर असङ्ग रूपको बोध हामीलाई हुन्छ। तर फेरि पनि शरीरमा त छ त, शरीर बुद्धि नभइकन शरीरमा आफू भएको कुरोकै बोध हुन्छ। अन्तकरणले युक्त भएको शरीरमा आफू भएको बोध हुन्छ। तर के हुन्छ भन्दाखेरि लेसा विद्या भनेको मतलब यो शरीर आफै आफै चलिरहेछ, आफै आफै गइरहेछ, प्रकृतिबाट सञ्चालन भइरहेछ। यो कुरो मैले के गरेको अहङ्कार मेटिसकेको हुँदैन, हुँकार रमेको लागि कर्ता म हुँ भन्ने भाव भइसक्यो। अहङ्कार गर्दा कर्ता म हुँ भन्ने बित्तिकै नहुने बित्तिकै भोदा छैन, भोदा भाव छैन। अनि कर्ता र भोदा भाव नभएको म रहेछु भनेर आफूलाई बुझ्ने बित्तिकै के हुन्छ भने आजसम्म मैले कुनै पनि कर्म गरेकै छैन, केही कुरा भोगेकै छैन भन्ने कुरा बोल्नुहुन्छ। यो कुराको राम्रोसँग बोध भयो भने अब यसले भनेको अब हाम्रा जुनीका भाका जे शास्त्रले भनेका छन्, कति गुरुले गर्ने मध्य भाग यी जम्मै अहङ्कार भनेका वासना भनेका आउन टाढो छ। यही रहने यही आउने वाला छ, यही हुने वाला छ। यस्तो स्थितिमा पुगेपछि अब धारे हार लाएर मर भने पनि मर्दैन भनेर उपाल दियो। कारण कि अब पनि आएको आमाले चाहिँ भनी नमर्दैन, बाउले नि मर्दैन। यो कुरा बुझेछ भने दाजुहरूले पनि मर्दैन, भाइले छैन हुँदैन। ठिक छ, यस्तो भएको हुनाले यस्तो नभए अब यस्तो नहुँदाखेरि कस्तो गाह्रो पर्यो व्यवहारमा। हजुर हामीले यो कुरा नबुझेर म र मेरो भन्ने बित्तिकै अब यो म र मेरो शरीरमा जहाँ जे बित्तिहाल्छ। अनि म र मेरो भन्दा बाँकी बाहिरको शरीरमा मान्छे मरेको हुन्छ, त्यहाँ चिटीको हुन्छ, छुन्छ, हुँचोको हुन्छ, मरेको जस्तो हुन्छ, सासै जला जस्तो हुन्छ। त्यही हुने वाला छैन, किन म र मेरो छ यो चिज त अब त हजुर हामीले बुझ्छौँ नि है छैन। किनभने म र मेरो शरीरले विद्या अनि सिकाइरहेको छ। त्यस्तो म र मेरो सर्कलमा तदाकार एकाकार भएको चाहिँ विद्याहरू अब त्योभन्दा माथि पुगिसकेको अवस्थामा त्यो चाहिँ लेसा विद्या। विद्या त विद्या लेसा, त्यसले त्यहाँ भित्र छुनेवाला छैन। हजुर त्यही त यो उदाहरण दिए ठ्याक्कै आजमा त्यो कुरो त मिल्दैन। जुन दिन हजुर उदाहरण हामीलाई के छ भने हजुर हाम्रो बुद्धिले मनले है ठुल वस्तु देखेर आयो, त्यसैले ठुलै उदाहरण दिनु पर्यो, युक्ति ल्याइदिनु पऱ्यो नि। ठुलेको नजिक गएर केही हो त, चुलो त चुडे भाँचो त भाँच्यो छुट्टिसकेको छ। ठिक त्यसरी नै ध्यानपद अन्तकरण अनायास देखा पर्ने बित्तिकै त्यो अन्तकरणमा त्यो साँची चैतन्य बनाएको चाहिने छाया पर्छ, प्रतिबिम्ब गर्छ, त्यो चाहिँ चेतनाले छ उजाली भएर आउँछ। हजुर हामी सबै उजाली भएर आउँछ। ध्यान गर्दा त्यसैले ध्यान गर्नुपर्ने कारण हो। ध्यान गर्नुपर्ने कारण के छ भने शरीर गायब भएको देखिन्छ, शरीर नभएको कुराको बोध हुन्छ होइन। भने यो ऊर्जामा शरीर पुरा विलीन भएर बेलुका हुन्छ, केवल एक ऊर्जा मात्रै बाँकी रहन्छ। त्यसरी ऊर्जा मात्रै बाँकी रह्यो, त्यो ऊर्जामा पनि एक शुद्ध चैतन्य मात्र छाङ्ग भएर बसेको। यदि होइन भने म तपाईँलाई एउटा गजब उदाहरण दिन्छु। म यदि कसैले गर्नु यहाँहरू मध्येमा कसैले 2 घन्टा 3 घन्टा थुपुक्क बसेर जस्ट थुपुक्क मात्रै बस्नु, मौन भन्नु नै यही हो। सुसुप्तिको ध्यान भन्नु, मौन भन्नु, ठिक छ, मौन भन्नु, शरीरलाई नचलाउनु भन्नु, नमिलाउनु नचिताउनु भन्नु, सबै एउटै हो। यस्तो स्थितिमा बसेर हेर्नुहोस्, यस्तो स्थितिमा बसेर हेर्नुहोस्, आँखा चिमिरहनु भएको छ, ठिक छ, शरीरको छाया देख्नुहुन्छ अवस्थाबाट त्यो अन्धकारमा त्यो 2 बजे त्यो 3 बजे राति न सूर्य उदाएको छ, न बाहिर कुनै विषयवस्तु छ भौतिक रूपमा हाम्रो क्षेत्रमा, तर हाम्रो छाया देखा पर्छ। त्यति मात्र होइन, शरीरको भन्दा बाहिरै माथि नै अर्को छुट्टै प्रकारको एउटा छाया देखा पर्छ, चैतन्यको छाया। त्यस्तो यही चिज त हो मायाको भ्रम। हमको स्मरण कालमा यस्तो छायाहरू आउँछ, यो चिज साँचो होइन, सत्य होइन। यस्तोलाई देख्नेवाला जो साथी हो, जो द्रष्टा, त्यो मात्र सत्य हो। म यो हुँ भनेर हजुर हाम्रो लक्षणावृत्ति चाहिँ त्यहाँ हुन्छ। त्यस कारणले म वास्तवमा परमात्मा तत्त्व भनेको म
हुनुमा भएको हुन्, देख्नुमा नमिलेको, देख्नुमा नमिलेको हुनुमा भएको। किनभने जो नभए देखिने कुरा सिद्ध भएको छैन, जसले देखिरहेको छ त्यो हुन्, जसले देखिरहेको छ त्यो हुन्, जसले देखेको छ त्यो हुन्। अगाडि पनि म, अहिले बिचमा पनि म, पछाडि पनि अगाडि पनि म, अहिले पनि म, पछाडि पनि म, पछाडि पनि म, अहिले पनि म, अगाडि पनि म। के हो यो भने जस बुद्धिलाई थकाएको, जस बुद्धिलाई थकाएको, जस बुद्धिदेखि अलग भएको यो बुद्धि परतत्त्वरूपी चैतन्यमा वृत्तिलाई के गराउनु खोज्यो, ब्रह्माकार वृत्तिमा लानु खोज्यो। मेरो विचारमा यति अघि नै यो मैले भनेको वस्तु जुन छ, यो जुन विवेक प्रयोग गरेको छु, यो ब्रह्म ज्ञानको लक्ष्य, आत्मज्ञानको लक्ष्य। त्यसैले अघि हाम्रो ऋषिभाइले कस्तो राम्रोसँग पनि कुराको यो दुईवटा कुराको विषय यस्तो राम्रो भन्नुभएको छ कि अवैध दर्शन ज्ञान, हामी अवैध दर्शन ज्ञान भन्दा जहाँसम्म मलाई लाग्छ म सम्पूर्ण चराचरले देखा परेको भनेर एकचोटि चाहिँ हामी गर्छ मान्छे। यसरी हामीले जीव जगत र ब्रह्म भनेको एउटै, ठिक छ? जीव जगत र ब्रह्म भनेको एउटै। त्योभन्दा पहिले के जान्नुपर्छ? जीव जगत र ब्रह्म, जीव जगत र ईश्वर भनेको सधैँ छैन अनि अवैध दर्शन जान्नुपर्छ। जीव पनि छैन, जगत पनि छैन, ईश्वर पनि छैन, अनि भएको सत्ता मात्रै छ, ब्रह्म मात्रै छ, सब पनि छ। यहाँसम्मको बोध नभएसम्म हामी यो कुरा बुझ्दै बुझ्दैनौँ। किनभने ब्रह्म भएको मोटो रूपमा हिजोको दिनलाई हेरौँ, हजुर हामी सबै हजुर हामी साधनामा छौँ। हिजो ममा नै शरीर र संसारको उत्पत्ति भएको थियो, हिजो नै ममा शरीर र संसारको स्थिति भएको थियो। हिजो सुत्नुको पछि र बिउनुभन्दा पहिले ममा शरीर र संसारको विलय भएको थियो। अनि त्यही भएको वस्तु म होइन, को त ब्रह्म भने, को ब्रह्म भने? ब्रह्म भने अग्नि छ भने अदलाएर हिँड्यो भने गयो झम्मै गयो। जो म हिजो थिएँ, निउँदिँदाखेरि शरीर र संसार रूपले मैले भाषमान भएको हुँ, शरीर र संसार रूपले दिनभरि स्थिति मेरै भएको, मैमा भएको, शरीर र संसारको लय हिजो सुत्नुको पछि मैमा भएको, अनि भएको पछि त म यही त हो ब्रह्म, जसमा चराचरको उत्पत्ति, चराचरको स्थिति, चराचरको विलय हुन्छ। त्यो भनेको होइन, त्यो होइन। यो स्थितिमा न जागृत छ, न स्वप्न छ, न सुषुप्ति छ। जागृत स्वप्न सुषुप्ति दिएर भएछ। जागृत स्वप्न सुषुप्तिको उत्पत्ति ममा भएको, जागृत स्वप्न सुषुप्तिको स्थिति ममा भएको, जागृत स्वप्न सुषुप्तिको लय मैले भएको, त्यस कारणले म हो अर्थ। यो कुरालाई राम्रोसँग बुझिसकेपछि अब हामीले बल्ल फरक छ भाइ, अब ईश्वर जीव र अनि बल्ल जगतको कुरा बुझ्छ। यो कुरा हुनेपछि त्यो ब्रह्म नै ईश्वर जीव र जगतले भाषमान भएको भन्ने कुरा बुझेपछि म नै जीव जगत र ईश्वरले भाषमान भएको एउटा सिद्धान्त छ। जगतलाई मिथ्या गरिकन, जगत नभएको वस्तु परिणामी छैन भनिकन जीव नै शिव हो, ईश्वर हो, साँची हो भनेर एकाकार गर्ने एउटा सिद्धान्त त्यो छ। एउटा सिद्धान्त निल्ला चाट्ना, के चाट्नु, झ्याम धुन्लाएर सुत्नुको पछि र बिउनुभन्दा पहिले जो म छु त्यसमा न शरीर छ, न संसार छ, न चित्त छ, न चिदाभास, न देह इन्द्रिय र अहम छ, न जागृत स्वप्न सुषुप्ति छ, न जीव जगत र ईश्वर पनि छ। केवल निष्प्रपञ्च ब्रह्म छ। त्यही नै म अहिले साक्षात् अपरको आत्मा म हुँ, निरालम्ब बिन्दु चिदाभास हो। यही त भने सुदोषी बुद्धोषी निरञ्जन छ। संसार माया परिवर्तित हुन्छ, संसार स्वप्न तेजन मोहनी त मजाले छ। बाँकी बुवाचन पुत्राको पढ्दै त यसकारणले आज एकदम ऋषिभावबाट उपनिषदको बिचो कुरा यसरी नै जानुपर्छ, यसरी नै गर्नुपर्छ। उपनिषदीय सिद्धान्त नै हाम्रो ठुलो कुरो पढाउन आउने, विवेक नै, सूक्ष्म विवेक नै हाम्रो ठुलो कुरो पढाउन आउने। शाश्वत सनातन भन्छ हामीले त धेरै उपायहरू छन्, गीता छन्, योगवास्त्र छन्, उपनिषदहरू धेरै विभिन्न सिद्धान्त छ। तर सम्पूर्ण शास्त्रको सिद्धान्त एउटै परब्रह्म सत्ता छ। त्यो त त्यति मात्र हो कि होइन, होइन
त्यो एउटै भएको पर्वमा परमात्मा भएको त्यही नै म सिद्धान्त थियो। यदि यो भएन भने त फेरि जन्म र मृत्यु छोड्दै जन्मिसक्यो भने अभेद दर्शन ज्ञान हुन्छ। सत्तादेखि भिन्न मदेखि सत्ता भन्न छैन। सत्तासँग तदाकार एकार भएको हुने बित्तिकै यो संसार कसरी सूर्यको अगाडि अन्धकार कहिले नभए झैँ त्यो सत वस्तुको अगाडि कहिले यो चराचर छँदै छ। यो बोध गरिकन अनि सम्पूर्ण नै म भएर आएको भनेपछि पहिला कसरी देखिन्छ? सुतुको पछि डुब्नुभन्दा पहिले त म थिएँ, त्यही नै म अहिले अन्तकरण लिएको गरी यो शरीरमा आएको हुँ। यसरी लिनु पऱ्यो, पहिला यहाँ लिनु पऱ्यो 24 घन्टा पहिला यहाँ लिनु पऱ्यो अनि बल्ल बाहिर भन्नु। यहाँ नलिकन बाहिर भन्नु भने पटक्कै सुतुको पछि डुब्नुभन्दा पहिले भएकोमा मको पूर्ण हुने बित्तिकै अन्तकरण र इन्द्रियले युक्त गरी यो देहमा उहाँको अनि बल्ल हुन्छ। अब निराकार पनि मै, आकार पनि मै बल्ल सिद्ध हुन्छ। निराकार र आकार दुईले म अभेद दर्शन त्यही आएको ठिक हो। अनि बल्ल सुतुको बसेर डुब्नुभन्दा पहिले भएको मनै भाषमान भएको भनेपछि फेरि अघि मैले शरीर र संसारले देखा गर्नु भने ठ्याक्क त्यो व्यापक बनाउनु व्यष्टि र समष्टि त्यसरी हजुरहरूले पाएको गरेर समष्टि र व्यष्टि दुईटै रूपमा म देखा पाएको हुनाले न व्यष्टि छ न समष्टि छ। समष्टि हुनाले पनि म व्यष्टिमा छु, व्यष्टि हुनाले पनि म समष्टिमा छु। समष्टि व्यष्टि दुईटै एउटै भएको हुनाले न समष्टि छ न व्यष्टि छ। केवल एक निरञ्जन निराकार शब्द छ। त्यही नै म यहीँ छु, अहिले छु, मैमा छु, मै हुन्छु। यो किसिमको बारम्बारको विवेचन, बारम्बारको भनाइ, बारम्बारको स्वीकारोक्ति, बारम्बारको स्थिति हजुरहरूले काम गरेपछि एक दिन हजुरहरू नौनी खालिएर घिउ हालेर पलाएर जीवन बस्नुको कुरा हजुरहरूको बोलमा आउँछ। यदि भन्दै आफ्नो शब्दलाई विश्राम दिए हजुरबाट आजलाई पुनः फेरि मैले भाषा गर्दै बिदा